केही हप्तापछि राजगुरु मिश्र सुगौलीबाट फर्कनुभयो। उहाँले एउटा कागज ल्याउनु भएको थियो। त्यो सन्धि पत्र थियो। जब बारदारी सभामा त्यसका शर्तहरू पढेर सुनाइयो, कोठामा आगो बले जस्तो भयो। महाकालीदेखि पूर्वको जमिन फिरङ्गीको, माउ फिरङ्गीको, तराईको अन्नको भण्डार फिरङ्गीको, अनि हाम्रो राजधानीमा हाम्रो छातीमाथि एउटा फिरङ्गी रेसिडेन्ट बस्ने। एउटो भयो, यो सन्धि होइन, यो त हाम्रो मृत्यु पत्र हो। यस्तो अपमान सहेर बाँच्नुभन्दा मर्नु बेस। त्यही बेला अमरसिंह थापाज्यूको चिठी पढेर सुनाइयो। उहाँले लेख्नु भएको थियो, लडौँ, अन्तिम साससम्म लडौँ। मर्न तयार छु, तर देशको शिर झुक्न दिन्न। त्यो सुनेर सब